यो सुत्केरी भेटघाट तथा यो पोषण कार्यक्रम भन्ने बित्तिकै तपाईँको हाम्रो महिला चाहिँ दिदी बहिनीहरूमा पर्ने कार्यक्रम भएकोले अब यसमा अब हामीलाई भन्दा पनि आज यस कार्यक्रममा महिला स्वास्थ्य कर्मीहरू पनि हुनुपर्नेमा उहाँहरू चाहिँ देखिएन होइन। अनि त्यसले गर्दा तपाईँको यो कार्यक्रममा चाहिँ उहाँहरूलाई पाउने पोषण तत्त्वहरू यहाँ यस खेदाप गाउँपालिकाको आयोजनाबाट आज वितरण हुँदैछ जस्तो लाग्छ मलाई। त्यसले गर्दा तपाईँको यहाँहरू सम्पूर्ण दिदी बहिनीहरूलाई चाहिँ यस पोषण कार्यक्रममा सहभागी भएर चाहिँ यहाँ उपस्थित दिनुभएकोमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। साथै यस पोषण यो जुन अहिले यहाँ देखिराख्नु भएको छ यो तपाईँले लगेर चाहिँ तपाईँले नै मात्रै के यो युज गर्नु होला के चाहिँ पुरुषहरूलाई चाहिँ नदिनु होला भन्न म चाहन्छु। किनभनेदेखि विशेष गरेर तपाईँको लागि चाहिँ भनेर चाहिँ यहाँ चाहिँ यस कार्यक्रममा जसरी यो हाम्रो खेदाप गाउँपालिकाले चाहिँ आयोजना गरेको छ त्यसले गर्दा तपाईँले नै लगेर चाहिँ आफ्नो आफूलाई चाहिने पोषणहरू के चाहिँ खानु होला। साथै यहाँ मात्रै तपाईँको यो चाहिँ तपाईँको यो गाउँपालिकाको चाहिँ एउटा के चाहिँ सहयोग मात्रै हो, एउटा जनचेतना कार्यक्रम पनि हो। त्यस कारण तपाईँलाई यो यसले यहाँ दिएकोले मात्रै तपाईँलाई पोषण पुग्दैन अनि के खानुपर्ने रहेछ भन्ने कुराहरू पनि अब तपाईँको सुत्केरी हुनाले फेरि महिलाहरूले के खानुपर्छ पोषण तत्त्व त्यो कुराहरू तपाईँलाई पनि थाहा होला। अब त्यसले गर्दाखेरि यो चाहिँ एउटा कार्यक्रम भएकोले आज यहाँहरू सम्पूर्ण उपस्थित के चाहिँ दिदी बहिनी आमा लगायत यहाँ सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै मेरो छोटो भनाइ तथा शुभकामना मन्तव्य यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।